पूर्व सभामुख तारानाथ राणाभाटले नेपालका राजनीतिक दलमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामान्तिक सोच कायम रहेको बताएका छन्। शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था चुनौती र समाधान विषयक एक दिने अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताए। उनले पुरानो र सामान्तिक शैलीलाई छोडेर यथार्थमा समाजवादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको पनि उल्लेख गरे। पूर्व सभामुख राणाभाटले नेपालका राजनीतिक दलहरू मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरूको ऋणसँग बढी झुकेको आरोप लगाए। उनले यसलाई मेटाउन सक्नुपर्नेमा पनि जोड दिए। उनले आफ्नो स्वार्थभन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने सुझाव दिए। उनले अघि भने, अहिले त दुःखका साथ भन्नुपर्छ, मुलुकका जनताका प्रति भन्दा विदेशी शक्ति र उनका ऋणहरूसँग हाम्रा पार्टीहरू बढी झुकेका हुन्छन्। त्यो दुःखद स्थिति हामीले मेटाउन सकेनौँ।